फिमेलहरूलाई नर्मल भजाइनल डिस्चार्ज हुनु प्राकृतिक कुरो हो, तर यदि फिमेलहरूलाई एब्नर्मल भजाइनल डिस्चार्ज भएको महसुस भएको छ भने तपाईहरूले यो औषधि प्रयोग गर्नुहोस् र तपाईलाई यो औषधिले एकदमै लाभ पुर्याउनेछ। आयुर्वेदमा उल्लेख गरेको औषधिहरूलाई प्रयोगमा ल्याएर यो औषधि भजाइनल डिस्चार्ज नर्मल भएको अनुभव बटुलेर आज म तपाईहरुमाझ यो भिडियो बनाइरहेको छु र कसैलाई पनि यस्तो प्रब्लम छ भनेदेखिलाई तपाईले एकचोटी यो औषधि प्रयोग गरेर हेर्नुहोस्। र अब तपाईहरुलाई म यो औषधि बारे र यो औषधि कति मात्रा लिनुपर्ने र यो औषधि कहिले प्रयोग गर्नुपर्ने र यो म तपाईहरुलाई म विस्तारसँगले बताउने छु। र औषधिको नाम चाहिँ हो तपाईको सिसम अनि शतावरी पाउडर। सितम त तपाईले गाउँतिर पनि पाइहाल्नुहुन्छ। शतावरी पाउडर चाहिँ तपाईले मार्केटबाट लिन सक्नुहुनेछ या अनलाइन मगाउनु पनि सक्नुहुनेछ तपाईले। सिसम अनि तपाईको शतावरी पाउडर 2 ग्रामको अन्दाज गरेर तपाईको त्यो दुईटालाई मिलाउनुहोस् अनि तपाईको 1 ग्लास पानीमा तपाईले बोइल गर्नुहोस्। बोइल गरेर तपाईको आधा भाग रहेपछि चाहिँ तपाईले बिहान खाली पेटमा सेवन गर्नुहोस् अनि बेलुका पनि तपाईको यही प्रोसेसले नै यही 4 ग्रामलाई नै तपाईले बोइल गरेर तपाईको आधा पानी पनि तपाईको सेवन गर्नु। यो तपाईको लगातार यो सेवन गर्नुभयो भनेदेखिलाई तपाईको यो डिस्चार्जमा एकदमै यसले लाभ पुर्याउनेछ। यो सेवन गर्नुपर्ने समय चाहिँ तपाईको 2 महिना हो, तर यो भन्दा तपाईको अगाडि नै पनि यसले तपाईको ठिक गरिहाल्छ।